ब्रिटिसको जमानाको रहेछ। बाघलाई हेर्नको लागि चाहिँ यस्तो गरेर राख्छन् तिनीहरू। मलाई हेर, म पनि एउटा बाघ हो। हेर मेरो साथी, मैले तँलाई भने हो नि जमानामै नै बाँदर बन, तेरो नि यस्तो यस्तो स्ट्याचुहरू हुन्छ भनेर। तैँले मानिनस् नि। क्या माल है। यहाँ चाहिँ यस्तो बनाएको हुन्छ होइन, यस्तो बनाएको हुन्छ। हाम्रो त्यतिर चाहिँ नेचुरल हुन्छ क्या, नेचुरल। त्यसरी चाहिँ नेट गरे है केटाकेटी। हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु होइन मित्रहरू होइन। अनि आज चाहिँ म कहाँ जाँदैछु तपाईँहरूले थम्बनेल टाइटल डिस्क्रिप्सन दिएर थाहा पाइहाल्नु भएको छ होला कि म कहाँ गइरहेको छु। एकछिन हामी चाहिँ कहाँ घुम्न गइरहेको छ होइन। अनि सब रेडी भइसक्यो हुनुभएछ। म अनि एकछिन अब लुगा चेन्ज गरेर रेडी हुन्छु होइन मित्रहरू है। अब त्यहाँ तल्लै भेटौँला, त्यहाँतिर डाइरेक्ट हस्त। आज चाहिँ हामी अब चाहिँ हामी टिकट काट्न निस्किसकेछौँ कि होइन। अब आज हामी कहाँ आयौँ भन्दाखेरि हामीलाई नि थाहा रानीबाग। यहाँ बाघ भालु हेर्न आयौँ हामी चाहिँ। अब यस्तरी यार पुरै यहाँबाट हिँडेर जानुपर्छ। फेरि यहाँबाट हिँडी जानुपर्छ। आउनुहोस् रानीबागमा तिमीहरू पनि बाघ हेर। हुन त हामीले घरमै देख्यौँ हो कति यति मान्छेहरू छ कि यति मान्छेहरू छ। अब हामीले यहाँ टिकट काटेर फेरि हामी भित्र जान्छौँ। यही हेर्छौँ त्यहाँभित्र के रहेछ। हस् त चाहिँ टिकट काटिसकेछौँ है। अब चाहिँ हामी भित्र छिर्छौँ टिकट काटेर पनि। अब भित्र जान्छौँ के रहेछ हेरौँ। यहाँ चाहिँ चल्लाहरू रहेछ। चल्ला भन्दा पनि यो चाहिँ के माछा साछा खानेवाला के हो हामीले चाहिँ हाम्रो घाटतिर देखिरहेको हुन्छौँ कि यस्तो रहेछ। के छ होइन। हुन त मैले सबै कुराहरू देखेकै छ। अरे पक्षी सक्षीहरूलाई नि कति हेर्ने। यहाँभित्र चाहिँ के रहेछ मलाई नि थाहा होइन। यहाँभित्र के छ हेरौँ। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। सुवा रहेछ, सुवा रहेछ। जाने दो। यस्तो ठुलो छ यार यो त। हेर्न कोही छैन यार, मान्छेहरू मात्रै छ। यस्तो झ्याउ लागिसक्यो मलाई चाहिँ। अब कहाँ गएर केलाई देखाउने भन्ने हो क्या। हेर यहाँ सबै मान्छेहरू मात्रै छ। यहाँ छ मान्छेहरू छ। म छु, अरू कोही छैन। सरी फोटो खिचिरहेछ कि। यस्तो बनाएको हुन्छ होइन, यस्तो बनाएको हुन्छ। हाम्रो त्यतिर चाहिँ नेचुरल हुन्छ क्या, नेचुरल। त्यसरी चाहिँ नेपाल भन्छ यार, नेपाल। तर आफ्नो त्यस्तो कहिले घिडा नगर है केटाकेटी हो। त्योभन्दा त राम्रै छ। कति हो कति के छ र यहाँ केही छैन। तल बाँसको झाड छ, केलाका पात छन्। अरू के छ चाहिँ जरायोहरू बसेर रहेछ। हेर यहाँ देखिरहेको छ कि छैन, अलिअलि देखिरहेको होला। यहाँ चाहिँ जरायोहरू बसिरहेको रहेछ। यहाँ पनि त्यही रहेछ। यो 3-4 सिङे के हो, त्यही जरायो हो कि सरायो हो, त्यही बसिरहेको रहेछ। यहाँ चाहिँ त्यही पनि देखेँ मैले, अलिअलि देखेँ, धेरै चाहिँ नदेखेँ नि। अस्ति नै म यहाँ नेपालबाट इन्डिया आइरहेको थिएँ कि बाटोमा चाहिँ मैले देखेँ हो क्या। अब कहाँ यस्तरी त भएन। के छ यार यहाँ हेर त यहाँ मान्छेहरू। बाघ रहेछ, बाघ। हाम्रो त्यहाँतिर चाहिँ यस्तो भिड भएपछि चाहिँ होइन, साला हान्दे भाइ, हान्दे भन्छ होला। बाघ हेर्नुपर्छ भनेर आएको थिएँ, तर यहाँ मान्छेहरूले हेर्नै दिइरहेको यति मान्छेहरू छ कि अब के भन्नु। बाघ हेरेर चाहिँ हेर अलिअलि मैले तपाईँहरूलाई नि सिन राखिदिइसकेको छु। अब त्यहाँ ठिकै छ, अलिअलि बाघ देख्यो। त्यही भन्दा त मैले गाउँघरमा देखेको थिएँ कि डाइरेक्ट अट्याक गरेको चाहिँ। अब ठिकै छ, त्यति राम्रो नि छैन। अब कहाँ जाउँ, के छ यहाँ अरू हेर्ने जस्तो के छ, केही छैन। मलाई हेर नि तिमीहरू बाघ हो। मन मजाक गरेर यहाँ चाहिँ पानीभित्र के बसेको छ मलाई पनि थाहा छैन। बसेको छ मान्छेहरू हेर्नको लागि। लाइन यहाँ चाहिँ बाँदरहरूलाई नि यस्तरी राखेको छ यार। हाम्रो बाँदरहरू चाहिँ के गरिसक्थे। ब्रिटिसको जमानाको बन्दुक यहाँ राखेको रहेछ। हामीले अहिले देखिसकेछौँ। यहाँ सबै मान्छेहरू हेरेर हान्ने
हामीहरू नि हेरिरहेको छौँ मलाई चाहिँ आन्टी सबै मिलिसक्नु भएछ एकछिन अगाडि चाहिँ हुनुहुन्छ पहिलाको मुभीमा हुन्थ्यो कि यो इन्डियामा आएर बनाउँदैछु तब गर्नु यत्रो होल्छ साला उडाइदियो भने त लाग्छ तर खतरा छ हेर्नुहोस् मेरो के अरे ठुलो मम्मी के भन्ने बजे भन्ने के भन्ने बजे। ब्रिटिसको जमानाको तोप जलाउँदैछ यस मेरो बजे यहाँ ब्रिटिसको जमानाको बन्दुक चलाउन गइसिनु भइसकेको छ कि त्यो पहिला फायर गरेछ नि डिस यस अब हामी चलाइसकेछौँ अहिले म घरमा आइसकेको छु होइन अनि त्यहाँ घुमघाम गरेर आइसकेको छ मलाई त दिक्क लागिसकेको थियो किनकि टाउको दुखिसकेको थियो यार अनि आजको भ्लग चाहिँ यति नै हुन्छ है छोटो मिठो कतिको भन्नुहुन्छ कमेन्ट गरिदिनु होला है त अनि नयाँ भइन्छ भने सब्सक्राइब गरिदिनु होला प्लिज है लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर द वाचिङ टाटा बाई बाई गाइज